सोनाम लोसार सांस्कृतिक कार्यक्रम समारोहका आदरणीय सभाध्यक्षज्यू, यसै गरी प्रमुख अतिथिज्यू, विशिष्ट अतिथि यस गल्छी गाउँपालिकाका आदरणीय अभिभावक केदारनाथ खतेवडाज्यू, यसै गरी विशेष अतिथिको रूपमा गल्छी गाउँपालिकाका आदरणीय उपाध्यक्षज्यू यहाँ उपस्थित हुने क्रममै हुनुहुन्छ। यसै गरी ड्यासमा आसीन अतिथिको रूपमा आसन ग्रहण गरिरहनुभएका आदरणीय वडा सदस्यज्यूहरू, विभिन्न क्लब विद्यालय व्यवस्थापन समितिका आदरणीय अध्यक्षज्यू, विद्यालयका प्रज्यू, ड्यासमा आसीन अतिथिकै रूपमा आसन ग्रहण गरिरहनुभएका आदरणीय कलाकारज्यूहरू र आजको यस कार्यक्रमलाई भव्य एवं सभ्य ढङ्गबाट सुसम्पन्न गराउनको निमित्त यस रानीमालाको प्राङ्गणमा उपस्थित रहनुभएका मैले अत्यन्तै आदर र सम्मान गर्नुपर्ने आदरणीय बुवा आमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सर्वप्रथम त गल्छी गाउँपालिका वडा नम्बर 8 वडा कार्य समिति परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँहरू सबैमा हार्दिक आभार, हार्दिक नमस्कार, लासो फ्याफुल्ला स्वीकार्नुहोस्। जय नेपाल। आज यस सांस्कृतिक कार्यक्रम यहाँहरूलाई अत्यन्तै मनोरञ्जनात्मक ढङ्गबाट सुसम्पन्न गराउनको निमित्त धेरै कलाकारज्यूहरू उपस्थित हुनुहुन्छ। तसर्थ म धेरै कुराहरू विकास निर्माणदेखि सबै कुराहरू के पनि भाषणको रूपमा यहाँ प्रस्तुत नगरिकन मात्रै म यहाँहरू सम्पूर्णलाई यो सोनाम लोसारको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै आगामी दिनहरूमा यी र यस्ता कार्यक्रमहरूका निमित्त विकास निर्माणका निमित्त हाम्रो जातीय पहिचान, वेशभूषा र भाषा जगेर्नाको निमित्त हामीले गर्नुपर्ने कुनै पनि कामहरूमा कमी कमजोरी हुन नदिने स्थानीय सरकार वडा नम्बर 8 वडा कार्य समिति परिवारको वडाध्यक्षको हैसियतले यहाँहरू सामु प्रतिबद्धता व्यक्त गर्दै म पुनः एकपटक यो आयोजक समितिलाई धेरै धेरै धन्यवाद दिँदै आगामी दिनहरूमा यी र यस्ता कार्यक्रम अझै बृहत रूपमा गर्नको निमित्त यहाँहरू लागि पर्नुहुनेछ। यसमा हाम्रो पक्कै पनि यहाँहरूलाई हामीले सक्ने जति र हाम्रो व्यक्तिगत तर्फबाट र सामूहिक वडा सरकारको तर्फबाट सहयोग गर्ने वचनबद्धता व्यक्त गर्दै आजको यस कार्यक्रम तपाईँहरू विशेष गरेर भाषण सुन्नुभन्दा पनि यहाँ रहेका विशेष कलाकारज्यूहरूको गीतमा नाच्ने, रमाउने र गाउने तर्फ बढी उन्मुख हुनुहुन्छ। तसर्थ म पुनः एकपटक यो कार्यक्रमको भव्य सफलताको शुभकामना व्यक्त गर्दै आगामी दिनमा यहाँहरूको यो जुन सोनाम लोसार पश्चात आगामी दिनहरू पक्कै पनि सुखमय